साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरलाई मैले चाहिँ स्क्वायर काउन्टिङको टाइप 2 को क्वेशनहरु लिएर आएको छु। जुन चाहिँ टाइप 2 को क्वेशनमा कस्तो हुन्छ भन्दा रो र कलम बराबर नभएको चित्र हुन्छ। हामीले हिजो चाहिँ टाइप 1 को कस्तो मोडल क्वेशन सोल्युसन गर्यौं भन्दाखेरि जसको रो र कलम दुईटै बराबर हुन्छ, तेस्रोमा पनि ठाडोमा पनि कोठाको संख्या दुईटै बराबर भएको गर्यौं। आज चाहिँ बराबर नभएको मोडल क्वेशन गर्छ हैन त, त्यसलाई कसरी सोल्युसन गर्न सकिन्छ? यहाँ त के भनेको छ भन्दाखेरि क्वेशनमा तल दिएका चित्रहरुमा कतिवटा वर्ग होलान् भन्छ एक्जाम पनि यसरी सोध्छ। अब हेर्नु त पहिलो चित्र हेर्यो भने हाम्रो सिस्टम चाहिँ हिजोकै है सोल्युसन गर्ने, तर एउटा मात्रै कुरा ध्यान दिनुपर्ने के हो भन्दाखेरि हेर्नु त यसलाई नम्बरिङ चाहिँ नम्बरिङै गर्छौं। 1 2 3 हेर्नु त यतातिर तीनवटा कोठा छन्, तलतिर हेर्यो भने 1 2 हैन। अब हिजो त बराबर हुन्थ्यो र स्क्वायर गरिदिन्थ्यौं, तर आज ध्यान दिनुपर्ने कुरा के हो भने जुन नम्बर कम छ त्यसैको वर्ग गर्छौं पहिला। हेर्नु त यता 2 यता 3 भन्यो भने हामी जुन कम छ त्यसैको, कम कुन भयो त 2 वाला। अब 2 वालाको वर्ग गर्छौं, 1 को स्क्वायर प्लस 2 को स्क्वायर। हेर्नु त यो जुन कम थियो त्यसैको स्क्वायर गर्छौं, फेरि प्लस के गर्छौं भनेपछि स्क्वायर हटाएर यही जोड्छौं। स्क्वायर हटाएर यही जोड्ने भने 1 प्लस 2 गर्छौं अनि इन्टु के गर्छौं भन्दाखेरि यी दुईटाको डिफरेन्स। हेर्नु त 3 र 2 को फरक कति छ त, अथवा 3 बाट 2 घटाउनु भयो भने 1 है, यसले 1 ले गुणन गर्छौं। अब यो कति भयो भन्दाखेरि हेर्नु त यो कति भयो भन्दा 1 को स्क्वायर भने 1 1 1, 2 को स्क्वायर भने 2 2 4 प्लस हैन 2 मा 1 जोड्नु भने 3, 3 लाई 1 ले गुणन गर्नु भने कति नै भयो त 3 नै भयो। अब 4 मा 3 7, 7 मा 1 जोड्नु भने कति भन्दाखेरि यसमा 8 वटा वर्ग छन्। यसमा कतिवटा वर्ग छन् भन्दा 8 वटा वर्ग छ। अब 2 नम्बरको चित्र हेर्नु त सेकेन्ड वाला। अब यसमा पनि नम्बरिङ गरौँ। हेर्नु त 1 2 3 4 5। अब तलतिर हेर्नु त 1 यही भइहाल्यो, फेरि दोहोर्याउने हैन, 1 यही भइहाल्यो 1 2 3। अब कम कुन भन्दाखेरि यो 3 वाला कम। अब 1 देखि 3 सम्मको के गर्छौं भन्दाखेरि वर्ग गर्छौं। 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर। अब हेर्नु फेरि यही जोड्छौं एकचोटी, यसलाई वर्गलाई हटाइदिन्छौं अनि यही जोड्छौं। भनेको मतलब 1 प्लस 2 प्लस 3 इन्टु के गर्छौं भन्दा यी दुईटाको फरक। 5 मा 3 घटायो भने कति भयो त 2 भयो, त्यो 2 ले यसलाई गुणन गर्छौं। अब हेर्नु 1 को स्क्वायर भने 1 ै भइहाल्यो, 2 को स्क्वायर भने कति भयो त 4, 3 को स्क्वायर भने 9। अब हेर्नु प्लस, अब यहाँ ध्यान दिनु पर्यो के भन्दा 1 मा 2 जोड्नु भने 3, 3 मा 3 जोड्नु भने 6, 6 लाई 2 ले गुणन गर्नु भने 6 दुना कति भयो त 12, 6 दुना कति भयो भन्दा 12 भयो। अब हेर्नु अब यो सबै जोड्नु, 4 मा 1 जोड्नु अथवा 1 मा 4 जोड्नु भने 5, 5 मा 9 जोड्नु भने 14, 14 मा 12 जोड्नु भने कति भयो त 26। यसमा कतिवटा भन्दाखेरि 26 वटा वर्ग छन्। यसमा कतिवटा वर्ग छन् भन्दा 26 वटा वर्ग छन्। अब तेस्रो चित्र हेर्नु। हेर्नु त तेस्रो चित्र। अब यसमा पनि नम्बरिङ गर्नु, 1 2 3 4, त्यसपछि यो 5, यो कति भयो 6। अब तलतिर हेर्नु 1 यही भइहाल्यो 2 3 4। अब यो 4 भयो भने कुन कम त हेर्नु त 4 वाला कम हो। अब 1 देखि के गर्छौं भन्दाखेरि 1 देखि 4 सम्मको वर्ग गर्छौं, एकचोटी स्क्वायर गर्छौं। 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर प्लस 4 को स्क्वायर। फेरि हामीले गर्ने के हो भन्दा यही एकचोटी के गर्छौं भन्दा स्क्वायर हटाएर जोड्छौं। स्क्वायर हटाएर जोड्ने भने 1 प्लस 2 प्लस 3 प्लस 4। अब इन्टु के गर्ने हो भन्दाखेरि यहाँको अन्तिम नम्बर र यहाँको अन्तिम नम्बर बीचको फरक। यहाँ 6 छ, यहाँ 4 छ भने 6 बाट 4 घटाउनु भने कति भयो त 2। अब माथि जोड्नु भयो भने नि 1 को स्क्वायर भने 1 ै भयो, 2 को स्क्वायर भने 4 भयो, त्यसपछि 3 को स्क्वायर भने 9 भयो, 4 को स्क्वायर भने 16 भयो। अब हेर्नु यसलाई एकैचोटी गर्दिनु, 1 मा 2 जोड्नु भने 3, 3 मा 3 जोड्नु भने 6, 6 मा 4 जोड्नु भने कति भयो 10, 10 इन्टु 2 भने 10 हुनु कति भयो त 20 भयो। अब हेर्नु अब यसलाई एकचोटी सबै जोड्नु, 1 मा 4 जोड्नु भने 5, 5 मा 9 जोड्नु भने 14, 14 मा 16 जोड्नु भने कति भयो 30, 30 मा 20 जोड्नु भने कति त 50। हेर्नु त यसमा कतिवटा वर्ग छन् भन्दा 50 वटा वर्ग छन्। यसरी गर्न सकिन्छ, छोटो तरिकाबाट वर्ग गर्नु न।